माननीय जीवका लागि आज हामीले पिसी बनाउँदैछौँ भिडियो एडिटिङका लागि त खतरा पिसी बनाउँदैछौँ। यो चाहिँ हामीले इन्टेलको कोर अल्ट्रा 9 अहिलेको लेटेस्ट प्रोसेसर हो। इन्टेलको कोर अल्ट्रा 9 प्रोसेसरमा यो पिसी बिल्ड गर्दैछौँ। यही त आज हेरौँ यो फुल भिडियो म यहाँलाई देखाउँछु। हेरौँ यो अल्ट्रा 9 प्रोसेसर हो। यो चाहिँ MSI को Z890 यास वाइफाई यो मदरबोर्डमा हालेर हामीले यस्तो दामी सेट बनाउँदैछौँ। हेरौँ है त यो चाहिँ मदरबोर्ड हो MSI को Z890 है। माननीय जीवहरूले यो कम्प्युटरमा सरलै भिडियो एडिटिङ गरेर खत्रै पुस्ट गर्नुहुन्छ है त। यस्तो दामी मदरबोर्ड छ है त, यस्तो दामी मदरबोर्ड छ। हामीले यो चाहिँ इन्टेलको कोर अल्ट्रा 9 अहिलेको लेटेस्ट प्रोसेसर हो। यो चाहिँ हामीले फुल भिडियो एडिटिङका लागि बनाएको पिसी हो। बक्स प्याक सिल प्याक जेन हुन्छ यस्तो हुन्छ। अल्ट्रा 9 को बक्स प्याक सिल प्याक है त यस्तो हुन्छ। हामी यसको अनबक्सिङ पनि गरिहालौँ है त। हामी यसको अनबक्सिङ गरौँ। यस्तो दामी प्याकिङमा हुन्छ, यस्तो दामी प्याकिङमा छ। अब हामी यसलाई प्रोसेसर ट्याक्कै लोड गर्छौँ। यसरी प्रोसेसर ट्याक्कै बसिसकेको छ है त। हेर्नुहोस् त यो प्रोसेसर हालिसकेका छौँ। यो सेटका लागि चाहिँ हामीले 32 GB ऱ्याम, क्रुसियलको 32 GB ऱ्याम हामीले 16x2 32 GB ऱ्याम हाल्दैछौँ। यो पनि यस्तो यो ऱ्याम हो है त। यो चाहिँ हाम्रो 32 GB ऱ्याम हो। हामी यसमा ऱ्याम राखिसकेका छौँ, प्रोसेसर राखिसकेका छौँ। यस्तो दामी बनिसकेको छ, बोर्डमा यदि सेटअप भइसकेको छ। एमएसएसडी है त। भिडियो एडिटिङ गर्नका लागि एकदमै हाई स्पिडको एकदमै हाई स्पिडको एसएसडी हो। यो जेन 4 2TB NVMe SSD हाल्दैछौँ। अझ हामी यसमा अपलोड गर्दैछौँ। यो ऱ्याम प्रोसेसर सबै हामीले फिट गरिसकेका छौँ। यस्तो दामी बनेको छ। अब हामीले यो सेटमा 850 80+ गोल्ड पावर सप्लाई सर्टिफाई 80+ गोल्ड सर्टिफाई पावर सप्लाई यो NZXT को हाल्दैछौँ है त। यसको हामी अनबक्सिङ गरिहालौँ। फुल मोडुलर पावर सप्लाई हो। मोडुलर पावर सप्लाईमा चाहिँ तपाईँले आवश्यक अनुसार केबल म्यानेजमेन्टका लागि आवश्यक अनुसार मात्रै केबल जोड्न मिल्छ। त्यस्तो दामी केबल हुन्छ है। पावर केबल गोल्ड प्लेटेड हो है, गोल्ड प्लेटेड। पावर सप्लाईमा हामीले पावर केबलहरू म्यानेजमेन्ट गरिसकेका छौँ। पावरहरू सबै सेटअप भइसकेको छ। यो सेटका लागि हामीले कुलर चाहिँ NZXT को क्राकन है, NZXT को क्राकन कोर 360 RGB यो वाला कुलर हाल्दैछौँ। एकदमै बेस्ट कुलर हो यो। 360 मा एकदम दामी कुलर हो। NZXT को कोर 360 RGB है त। हेरौँ यसको एउटा 3वटा फ्यान हुन्छ है। यो चाहिँ 3टा फ्यान हो। यसको यस्तो दामी फ्यान आउँछ, 3वटा फ्यान आउँछ। यो कुलरलाई हामीले यो फ्यानलाई स्याट्टै यसरी जोडेर फिट गर्छौँ है त। यसरी हामीले स्याट्टै टाइट गर्छौँ, पेस्ट गर्छौँ। पेस्ट गर्छौँ। कुलर रेडी भइसकेको छ। पावर सप्लाई रेडी भइसकेको छ। मदरबोर्डमा हामीले ऱ्याम SSD प्रोसेसर सबै लोड गरिसकेका छौँ। अब हामी यो सबैलाई ठ्याक्क केसिङमा राख्छौँ। यो सेट चाहिँ फुल ब्ल्याक सेट बन्दैछ। हामीले यो सामानहरू सबै यो केसिङमा NZXT को यास 7 फ्लो ब्ल्याक एडिसनको यो केसिङमा हाल्दैछौँ। यस्तो दामी केसिङ छ। यतापट्टि पुरै मेस छ, यतापट्टि पनि मेस छ है। यो फुल ब्ल्याकमा यो सेटअप बन्दैछ। यसको तपाईँको यताबाट 3वटा फ्यान हुन्छ, अलरेडी 3वटा फ्यान हुन्छ।
फुल आज ब्ल्याक सेट बन्दैछ। अब हामीले यो केसिङमा यो मदरबोर्डलाई सेटल हालेर है यसरी सेटल हालेर हामीले यसरी हाल्छौँ है, यसरी हामी जोड्दैछौँ। अब हामीले यसलाई यसमा पेज टाइट गर्छौँ, पेज टाइट गर्छौँ है त। यसमा एसएसटी एउटा स्लट हुन्छ, अर्को यो स्लट हुन्छ, यो स्लट हामीले 3वटासम्म एसएसटी अपग्रेड गर्न सक्छौँ है। ल यस्तो दामी सेटअप बनिसकेको छ। हामीले यो केसिनमा मदरबोर्ड यसरी फिट गरिसकेका छौँ है त। यस्तो दामी सेटअप भइरहेको छ। अब हामीले यो कुलरलाई, यो लिक्विड कुलरलाई है, हामीले लिक्विड कुलरलाई अब यसरी ठ्याक्क लाएर यो कन्डिसनमा राख्छौँ है। हामीले यसरी ठ्याक्क लाएर यसलाई हामीले यसरी फिट गर्छौँ, यसरी हामीले यहाँ फिट गर्छौँ है। माथिबाट यसरी पेट टाइट गर्छौँ। यो कुलरलाई हामीले अब यसको पेस्ट हुन्छ यसमा है। अब यसरी ट्याक्क लाएर यो कन्डिसनले हामीले यसरी फिट गर्छौँ है। सेर लाएर यसरी हामीले फिट गर्छौँ। यो चाहिँ हामीले लिक्विड यसरी टाइट गर्छौँ। हाम्रो लिक्विड कुलर पनि सेटअप भइसकेको छ। यस्तो दामी सेटअप बनिसकेको छ। लगभग हाम्रो काम आधा जस्तो भइसकेको छ। हेर्नु त यस्तो दामी सेटअप बनेको छ। लिक्विड कुलर पनि यसरी सेट बनिसकेको छ। यस्तो दामी लुक्समा बन्दैछ। ब्याक साइडबाट यसरी सेट हाल्छौँ है त। यस्तो तरिकाले यसरी पावर सप्लाई यहाँ हाल्छौँ है। पावर सप्लाईको पेजहरू यहाँ टाइट गर्छौँ अनि हामी केबल म्यानेजमेन्ट गर्छौँ। पिसीमा केबल म्यानेजमेन्टको एकदम महत्त्वपूर्ण भूमिका हुन्छ। एकदम पिसीलाई लुक्स पनि राम्रो देखाउनु पर्ने भएकाले हामीले केबल म्यानेजमेन्ट पनि एकदम दामी बनाउँछौँ। सेटअप लगभग रेडी भइसकेको छ। हामीले केबल म्यानेजमेन्ट पनि यस्तो दामी केबल म्यानेजमेन्ट गरिसकेका छौँ। यस्तो दामी सेटअप बनिसकेको छ। अब यसमा इम्पोर्टेन्ट कुरा है, महत्त्वपूर्ण इम्पोर्टेन्ट कुरा, यो सेटको सबैभन्दा महँगो चिजै हो, सबभन्दा महँगो चिजै यो। यसमा चाहिँ हामीले RTX को 5070 ग्राफिक कार्ड हाल्दैछौँ। यो 12GB ग्राफिक कार्ड हो। RTX को 5070 12GB ग्राफिक कार्ड हाल्दैछौँ हामी यो सेटका लागि। दामी ग्राफिक कार्ड छ है त। पहिला हामीले यसको लक खोलौँ, यसरी राखिसकेका छौँ। ग्राफिक कार्ड पनि फिट भइसकेको छ। अब हामी यसलाई पावर दिन्छौँ है त। पावर दिन्छौँ, यसमा पेज टाइट गर्छौँ। यस्तो दामी बनिसकेको छ। लगभग हाम्रो सेट रेडी भइसकेको छ है त। यस्तो दामी सेटअप बनिसकेको छ। हेर्नु त सेटअप यस्तो दामी बनेको छ। राख्छौँ। लगभग हाम्रो सेटअप सबै रेडी भइसकेको छ। फुल ब्ल्याकमा यस्तो दामी सेटअप बनेको छ है त। अब हामी यो सेटमा अपरेटिङ सिस्टम है, अपरेटिङ सिस्टम अपलोड गरेर हेर्छौँ, टेस्ट गरेर हेर्छौँ है त। हामी यसमा अपरेटिङ सिस्टम टेस्ट गरेर हेर्छौँ है त। हाम्रो पिसी अन भइसकेको छ। यस्तो दामी पिसी बनेको छ है। पिसी यस्तो दामी बनेको छ। अब यसको डिस्प्ले पनि लगभग आइसकेको छ है। अपरेटिङ सिस्टम हामी यसमा अपलोड गर्दैछौँ। एकदमै हाई स्पेकमा हामीले भिडियो एडिटिङका लागि यो पिसी बनाएका छौँ। यदि तपाईँहरू पनि यस्तै हाई स्पेकमा पिसी बनाउने विचारमा हुनुहुन्छ भने तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। अहिलेको लेटेस्ट मोडलका ल्यापटपहरू, डेस्कटपहरूको बारेमा जान्न चाहनुहुन्छ भने तपाईँले हाम्रो पिसी अफ नेपाल युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। यति जेलसम्म हेरेर साथ दिनुहुने यहाँहरू सबैलाई धन्यवाद।